एमालेको संगठनलाई 15 वर्ष यो पञ्चमुखको संगठनलाई 15 वर्ष नेतृत्व गर्नुभयो अनि उहाँको कार्यकालमा जिल्ला कमिटीबाट उत्कृष्ट जनसंगठन निर्माण गरेको भनेर प्रशंसा पत्र पनि नेकपा एमालेले त्यो बेला प्राप्त गरेको थियो। त्यो अहिले पनि हाम्रो त्यो प्रशंसा पत्र हाम्रा नेता कमरेड नारायण प्रसाद अधिकारीलाई गाउँ पार्टी कमिटीले गाउँ पार्टी कमिटीको सल्लाहकार परिषदको हाललाई सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको छ। उहाँको कार्यकालमा जसरी हिजो एउटा उत्कृष्ट जनसंगठन पार्टी निर्माणमा उहाँको योगदान थियो, भोलिका दिनमा पनि अझै उहाँको सक्रियता बढोस्, उहाँको सुस्वास्थ्यको कामना सहित उहाँलाई हार्दिक हार्दिक बधाईका साथ शुभकामना व्यक्त पूर्व गाउँपालिका कमिटीका सदस्य 2036 सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आफ्नो शरीरको अङ्गलाई प्रयोग गर्नुभएका प्रतिगमनकारी निरङ्कुशतावादी सत्ताले उहाँको शरीरको अङ्गलाई पनि धुलो पिठो पारेको थियो। त्यति हुँदा पनि पार्टी संगठनमा उहाँको योगदान अतुलनीय र प्रशंसा योग्य र हामीले स्मरण गर्न लायक छ। त्यही सम्मान स्वरूप उहाँलाई पालिका कमिटीमा हिजो सदस्य पदमा रहेर आफ्नो भूमिका निर्वाह गरेर आफ्नो उत्कृष्टता उहाँले प्रदर्शन गरिसक्नु भएको छ। सोही सम्मानमा उहाँ कमरेड नन्दलाल ढकाललाई पालिका कमिटीको तर्फबाट सल्लाहकार परिषदको सदस्यमा मनोनित गर्नुभएकोमा उहाँको स्वास्थ्य दीर्घ जीवन र पार्टी संगठनमा अझ अपेक्षा सहित हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ। उपस्थित हुनुहुन्छ भएको छैन उहाँ कमरेड गंगाधर ढकालज्यू जो हाम्रो यस वडा कमिटीको सल्लाहकार परिषदको संयोजक हुनुहुन्छ। हिजो जनतासँग प्रत्यक्ष जोडिएर जनताको सेवामा पनि पार्टी संगठनलाई पुर्याउनुभयो। आज पनि पञ्चमुखको त्यो ठाउँमा बसेर पार्टी संगठन निर्माणमा उहाँले दिनुभएको योगदानको हामी वडा कमिटी परिवार, पार्टी कमिटी परिवार उहाँलाई उच्च सम्मान र आभार व्यक्त गर्न चाहन्छ। उहाँलाई उहाँको स्वास्थ्य कामनाको साथ उहाँको हार्दिक हार्दिक शुभकामना र बधाई व्यक्त गर्दै त्यसै गरी अस्ति 9 गतेको बैठकले हाम्रो पूर्व वडा कमिटीको कार्यवाहक अध्यक्ष कमरेड अग्नि प्रसाद ढकाललाई सल्लाहकार परिषदमा नियुक्ति गरेको छ। अग्नि प्रसाद ढकाल कमरेडलाई पनि हामी उहाँ उपस्थित हुन सक्नुभएकोमा पनि उहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ। त्यसै गरी पूर्व जनप्रतिनिधि पार्टी संगठनमा उहाँ निरन्तर लागिरहनुभएका पूर्ण कुमारी विकलाई पनि सल्लाहकार परिषदमा मनोनित गरेको छ। पूर्ण कुमारी विकलाई पनि हार्दिक बधाई र शुभकामना। त्यसै गरी हाम्रा पूर्व जनप्रतिनिधि भूमिगत कालदेखि नै आफ्नो पार्टी संगठनमा लागिरहनुभएका कमरेड जुमलाल विकलाई पालिका कमिटीको सदस्य पदमा मनोनित गरेको छ। उहाँलाई पनि हामी हार्दिक बधाई व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी कमरेड
अमन सुनार, बलबहादुर सुनारलाई पालिका कमिटी, जिल्ला कमिटी सल्लाहकार परिषदको सदस्यमा उहाँलाई उन्नीत गरेको छ। उहाँ कमरेड बलबहादुर सुनार अमनलाई पनि हामी हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौँ। अब हाम्रा एजेन्डा निर्णयलाई हामीले 11 गते देशैभरिका वडाहरूमा जुन अहिलेको यो राजतन्त्र विरुद्ध यो तानाशाह विरुद्ध एकमुष्ट प्रत्येक वडामा एकैचोटि गर्ने कार्यक्रममा थोरै खबरको चाहिँ हामीले त्रुटि गर्यौँ। कसरी भने मैले त त्यो दिन पालिका कमिटीमै हामी म एकदम जाने